मौसमीहरुको बजाएको मानीमा बजाउने अब मानीमा बजाउने मान्छे हाम्रो केटा पक्षहरू उपस्थित भएन भने त हामी आफैले पनि बजाउनुपर्छ भन्ने हिसाबले सबैले हामी बजाउँदैछौँ। प्र्याक्टिसकै जरुरी छ बस हुन्छ बजाउँ एउटा काम गर्छ बजाउनु थाहा हुनु पर्यो। उहाँहरूले सबैले त्यही प्र्याक्टिस गराएको हाम्रो यसो लक्ष्मणलाई नेट उठाउनु पर्यो। ए लाग्छ बन्द गरौँ न यता नेट स्लो हुन्छ। सेवा लक्ष्मणलाई फेरि पनि मानुवा बजाउने पनि नाच्नु बिचबिचमा पस्दा हुन्छ। पछि हामी मानुवा बिचमा बसेर बजाउने हो। कृष्ण सर दाजु नमस्कार भाइ। अब हाम्रो विराट भाइ हङकङली प्रशिक्षण सबै मात्रै भएको कारणले 7 स्टेपदेखि माथि जानु सकेको छैन। रवि राई, लक्ष्मण राई, दाई सबैलाई नमस्कार है। तपाईँ पनि बिचमा गएर बजाउनु न हुन्छ मजा ढिला भन्ने जस्तो। त्यसरी हामी अब केटी मान्छेले पनि बजाउने भनेर हामी त्यही प्र्याक्टिस गरिबस्छौँ। अहिले सबैले बजाउनु पर्छ। भोलि परिस्थिति आउँछ कि केटा मान्छे उपस्थित हुँदैन भने हामी केटीले पनि बजाएर हामी प्रदर्शन या त सिली नाच्नु पर्ने छ। त्यस कारण हामी केटी पक्षलाई पनि हामी बजाएर हेऱ्यौँ अनि जति हुन्छ पारा परिहाल्छ। यो चाहिँ हाम्रो किरात बाई राईहरूको सबैभन्दा ठुलो या जेठो कुलपुत्र हङसिली या सेक्रेसिली भन्छु। त्यतिखेर हाम्रो यो पक्कै हाम्रो मुन्डुमी जो धामीहरू कुकुरधामीहरूले चाहिँ आफ्नो मुन्डुम गरेर बिचमा हामी नालुङ भन्छौँ। नालुङको मतलब भाग भनौँ। भाग 1 भाग 2 भने जस्तै सन्धि 1 सन्धि 2 भने जस्तै पाठ लेसन रेल आपस सम्झिनु। त्यस्तो चाहिँ मुन्डुम गर्दै नाच्दै गर्नुहुन्छ। यो पक्कै नै हाम्रो जहाँ जुन घरमा चुला छ 3 चुला अगेन भनेको 4 च्याप्टो ढुङ्गाको वर्गकारभित्र बनेको जग्गालाई भन्छ चुला भनेको एउटा गाडीको 3टा ढुङ्गाको चुला हुन्छ। 3 चुला भन्छ।
मुख्य हाम्रो राईहरूको चाहिँ हाम्रो कुल या देवता या कोही पनि हामीले आस्था त्यसै हामी राख्दछौँ र अंशिक दोस्रो चाहिँ चुला भएको घरमा नै मात्रै हाम्रो नक्सहरूले मुन्डुमको काम गर्छन्। यो चाहिँ हामी सार्वजनिक स्थलहरूमा कुनै स्टेजहरूमा विदाउट द मुन्डुम होइन ले चाहिँ हामी सिलिङ मात्रै हामी आइपुगेको छ एकदम नमस्ते है नमस्ते सबैलाई र सम्बन्धको धन्यवाद हजुर। यसो भनेर हामी लाइभ गरेको यस्तो हामी 12 बजेको घाममा पनि हामी अब हरेक जनजातिहरूले चाहिँ आफ्नो संस्कार संस्कृति या हरेक जातहरूले चाहिँ लोप भइसकेको संस्कार संस्कृतिहरूलाई चाहिँ जगाउने काम हामी युवाहरूले गर्नु पर्यो। नभएदेखि हाम्रै अगाडि मासेर हराएर लोप भएर बिग्रेर जाने स्थितिमा पुगेको छ। त्यसै कारण हामीले बृहत रूपमा गएको साल गौरीदेखि हामीले चाहिँ यो बायुङ राईहरूको संस्कार संस्कृति संस्कृतिहरू प्रोत्साहनले सहर बजार गाउँ हरेक जिल्लाहरूमा गर्दै आएको छ। टाइम मिलेन मानीमा पनि टाइम मिलेन। आज हाम्रो 6 हो हाम्रो 7 स्टेसम्म पहिलाचोटि प्रशिक्षण दिँदै हुनुभएको हाम्रो छोरा छोरी हाम्रो बहिनीहरू छोरीहरूले प्रगति गरेको तपाईँहरूको सामने हेर्दै हुन्छ। यति भए पनि हाम्रो एउटा उपलब्धिको कुरा हो। हाम्रो ग्रो पानीमा कोही पनि हाम्रो सहयोगी दाताहरू हुनुहुन्छ भने डोनेट गर्नु सक्नुहुन्छ। हाम्रो इटहरी तरवा शान्तिनगर हाम्रो बेलका समिति सत्ता संस्था छ। उहाँको नाममा चाहिँ जस्तो कि यो ठुलो मानीमा अहिले बनाउने मुन्टाको टिकाराज बायुङ राईले बजाउनु नृत्य गर्नुहुन्छ। यो 12 नम्बरको मानीमा हो ठुलो। यो मानीमा चाहिँ हाम्रो रामकुमार बायुङ राई रातमाटे हुनुमा रातमाटे अनि इटारी बसोबास हाल युकेमा आफ्नो कर्मक्षेत्रमा बसोबास गर्नुहुने उहाँहरू चाहिँ हाम्रो किराँत बायुङ राई सुन्ने थिइन्। इटारी तरवा शान्तिनगरलाई चाहिँ उहाँले हामीले सहयोगार्थ गरेर हामीलाई चाहिँ यो प्रदान गर्नुभएको हो। यसमा उहाँ र उहाँको परिवारहरूलाई धेरै धेरै धन्यवाद। हामी संस्थाको कार्य समिति या संस्थाको सदस्य बायुङ राईहरूको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसरी नै कोही चाहनुहुन्छ भने हाम्रो सानो खालको यो अब यहाँ बजाउने छ हाम्रो माथि काका
दिपबहादुर बाबु राई हाम्रो चाचा नाति हुन्छ हाम्रो बाई भाषामा चाचा भन्छौँ। यो चाहिँ हाम्रो साकेलामा राख्ने सानो झ्याम्टा हो। हाम्रो चाहिँ मानिमा ठुलो हुन्छ त्यसको आवाजै झम झम भन्ने। कसै कुनैले पनि जुनसुकै जातहरूले पनि दिनु चाहनुहुन्छ भने हामी खुसीको साथ हामी संस्थामा उहाँलाई स्वीकार गर्नेछौँ। किनभने हाम्रो मानिमा चाहिँ कमसेकम पनि यो 4, 5, 6 त्यति भएको चाहिँ एकदम आवाज बस्छ मजाले। हाम्रोमा चाहिँ एउटा मात्रै ठुलो एउटा गएको साल किनेको सानो मानिमा छ। अलिकति ब्रेक भयो मानिका। पुत्तली है पुत्तली फरुवा डान्स फरुवा सिटी भयो भने पुत्तलीको सिटी पुत्तलीको नाच यो चाहिँ भयो मिस्टेक भयो अगाडि बढिहाल्छ। उहाँले चाहिँ मिस्टेक गरेर अगाडि बढ्नु चलो ठिकै छ केही छैन। एक स्टेप माथि जानुभयो। अब दोकान गर्दा पनि हुन्छ मान्छेले बुझ्नु पर्यो। तर सिनोटीमै गर्दा चाहिँ फेरि मिस्टेक हुन्छ कम्प्युटरमा त्यति। हजुर कान्छा गेला जाम तानियो एकरी हप्ते पाउँछेरी वार्दैन राष्ट्रभूमि सिलिगुडी एकदम आदि अब खम्बुका माता है गएका होता मार पातो है त्यही भएर बाली रहदो त 7 दिन का इके 7 दिन के तालिक बक्ता हडिलिन्ता अब रूपता राखेर अब राने समय कटेको राने राना अब माराया वा गुपुदा कोचे पाक्का मक्का इता राना शान्ति नगर हिसाब पाक्दैन 60 घर भन्दा 3.5 भन्दा माथिङ बया अब फेरि जन्मेपछि समय मिलेको छैन कुकुर फेरि घर मतलब छिनछिन कुकुर के फङ्के डाटा कलेक्सनको लागि अब हामीले योजना बनाउने छौँ। समय मिलेपछि हामी पक्कावाला कुकुर अब गुङ्गालमा बक्सिङ भयो 3 वर्ष गाल्लामा 1200 आसपास चाहिँ डाटा कलेक्सन भयो। 1200 चाहिँ कमसेकम हामी यहाँ यसरी एकदम खुल्ला फ्री हुने मान्छे मेरो चाहिँ कमसेकम 80-90 जना चाहिँ हुनुपर्ने थियो। क्यालकुलेट हाम्रो गलत भयो। त्यस कारणमा के गरी के बुझे मापाना बुझे पासो भी गई चाहिँ दोदा जुम सुनानी हो। अब गुगु विश्वासमा पनि हेरेर आएको पनि ब्यानर अनेक किसिमको ब्यानर पाक्टाको हैन
सुम्निमा पारवङ सहजार्थक अनि फुवालु बारिलाप्चो के सहजार्थक ऋतु खपिलिङ पोख्चो ब्यानर्जी इके नाम विराट बायुङ राई सिंह इटरी धरान सुनसरी काठमाडौँ ऋतु सुम्निमा पारवङ हाम्रो मेयर हर्कराज सापाङको नेतृत्वमा बन्न लागिरहेको डाँडाको सुम्निमा पारवङको लागि हामीले चाहिँ हामी आफू संस्थागत नै अपिल गरेर हामी सुनसरी जिल्लाको निवासीलाई चाहिँ आह्वान गरेका थियौँ। तर धरानको हाम्रो जनताको दाजुभाइहरूले र हामी इटरीले मात्रै गरेर हामीले 71,150 रुपियाँ अब विराट बायुङ राईहरूले चाहिँ सुम्निमा पारवङको सहजार्थक सबैभन्दा पहिला हाम्रो संस्थागतको डोनेट गर्ने हाम्रो हिसाबले प्रथम पहिलाचोटि हामीले हस्तान्तरण गरेका छौँ। यसमा पनि ब्यानर लेख्नु भएको होला विराट बायुङ राई सुम्निकिन शान्ति धरान भनेर लेखेको ब्यानर अझै पनि मसँग त्यो ब्यानर छ। अनि माथि दर्ता नम्बर हाम्रो केन्द्रको सुम्निकिनको केन्द्रको दर्ता नम्बर पनि लेखिएको छ। त्यसमा पनि विश्वास गर्नुहुन्न भने के गर्नु अब साथी हो। तर हामी तपाईँले विश्वास गर्नुहुन्न, तपाईँको छोराछोरीले विश्वास गर्दै छोड्नुहुन्छ, तपाईँको छोराछोरी फेरि सायद हुन्छ हामी बितेर जान्छौँ, छोराछोरी बित्दै जान्छ, फेरि नाति पनातिहरू फेरि आकाशमा रुम्ने थाहा छैन। फेरि एक दिन यस्तो आउँछ उदाहरण हमेसा दिँदछौँ हामी। यो हाम्रो संस्थामा हिँड्दा हिँड्दै हामीले अनेक हाम्रो दाजुभाइको परिस्थितिहरू होइन। आफ्नो भाषा त लोप भयो, जिरो छ होइन। हाम्रो बायुङ राईको मातृभाषा त जिरो भयो। त्यसमा पनि आफ्नो चित्र गर्ने नक्स नागुचा जेरो सुन्ने भयो, सुन्ने छैन। अनि पितृ गर्ने काम पनि छोडिसकेको है। कसैलाई 9 वर्ष 10 वर्ष 11 वर्ष भइसकेको। अब आजको 2 पुस्तापछि त फेरि कहाँ पुग्छ। हामी त अर्कै दुनियाँमा फेरि सूचीकरणको बाउ सूचनाको बाउको पनि बाजे बन्नुपर्ने। कारण आफ्नो भाषै हुन्छ, नेपाली भाषा भन्छ, पर्वतीय भाषा हुन्छ। सबैले अहिले चाहिँ आफ्नो अलिक हेला गरिन्छ। तर समान हामी नेपाल अधिराज्यको जनतालाई जे भएको त्यो भाषा हामीले त्यसरी जो अहिले म बोल्दैछु सबैले बोलिन्थ्यो, बुझिन्थ्यो होइन। त्यो छोडेर पनि आफ्नो मातृभाषा हामीले बोल्दै आएका थियौँ। त्यसलाई हामीले अहिले मेट्दै मताउँदै लोप हुँदै गइसक्यो। किनभने अनेक किसिमको भाषा सिकेर आफ्नो चाहिँ छैन। अब आफ्नो भाषा सिक्यौँ भने आएको 15-20 वर्षमा भाषा सिकाउने भाषाविद मान्छे पनि पाइँदैन, निश्चित हो। कोरिया भाषा, जापानिज भाषा, चाइनिज भाषा होइन, यता गल्फ कन्ट्रीमा जाने उर्दू भाषा, अनेक किसिमको भाषा, अनेक यो भाषा छ। सिक्ने के भाषा छ पैसा दिएर सिक्ने। अनि आफ्नो भाषा त छैन। अनि हामी फेरि ठुलो हुन्छौँ है उहाँको भाषा बोलेर कति मजा आउँछ। आफ्नो भाषा त छैन। अनि तपाईँ नेपाली तपाईँको भाषा खोइ भन्यो भने दुध चाटेर सबै पर्ने हो। अनि ओठ सुक्ने हो, यति मात्रै हाम्रो यहाँ
मिर्गा मिर्गाको बोल्नु समय छैन आज सपना पाइबे हजुर आना जना दुईजना ठिकै छ दिन आउनु भएको छ ठिकै छ होइन काम पर्छ कामलाई पनि भ्याउनु पर्छ बेलुकासम्म लाग्छौँ अनि हाम्रो त्यसै गर्नुहुन्छ घरमा ताराले आउनु हामीले आउनुलाई के गुमाउनै पर्छ अरे मलाई हराउनु पर्छ छोड्नै पर्छ अरे भन्ने छोड्न परेका उपस्थित हुनुहुन्न भने अब त्यति बेला नाच्ने हो केही छैन पनि केटा र केटी एउटै भनेर चाहिँ कानुन बनाएको सक्छ तपाईँ अहिलेसम्म हाम्रो नेपालमा केटीले प्रायः दिनु पनि खोइन्छ एकाले दिनुहुन्न धेरै अलिक धन्यवाद यो चाहिँ हामी हाम्रो नामहरू धेरै किसिमको अलग लगाएर नाम बाङ्गो कोक खेला भन्छु कोक खेला चाहिँ भन्दा हङदेखि गर्नु भएको हाम्रो हेन्दुम छ हङ गरेपछि मात्रै हाम्रो चाहिँ हङदुवा भन्छ हङ भन्छ है हाम्रो भाइहरू चाहिँ अरू प्रायहरू चाहिँ हिन्दीमै हङ गर्नुहुन्छ हाम्रो चाहिँ
समयमा बल्दाखेरि उहाँको हलुवाहरूले नाम लिनै पर्छ नि आज खाइपर्नु दुर्गा बहिनी खाली हुनुहुन्छ हो आफ्नो माछा मार्ने काम गरे मत गरे मारिन भन्दै मनमा मार्ने भन्ने मार्ने मात्र नहालेर माछा मार्ने काम गरेर जाने जालाने जालाई ताने तार जस्तो माछा तानिन्छ त्यसको ताने हाम्रो कति पनि 30 दिन भयो अब यो यहाँ चाचा खुद
जालाले मसाला निकाले आफ्नो प्लेटमा लगाए। नमस्ते नमस्ते सेवा लो आज रामनवमी 3-4 जना चाहिँ सेवा सुरु हुनेछ। ए पानी कोही छैन यस्तो काममा छ। सेवा सुरु सिली हल्पा सिली आमाहरू एकदम राम्रो। और बुट्टा सिंह, हाँ बाजी कैसे हो भाई? हमारा ये संस्कार है ना, भान राई का बायू टाइटल का ये हमारा जो अपना कुल देवता होता है ना घर का, उसके पूजे में हम सबसे बड़े ये पूजा होता है। इसमें हमारा जो पंडित उसी का हम अपनी शादी स्थल में हम क्या इसको प्रशिक्षण देके हम अपना नृत्य करने के लिए हम पिछले साल से हम शुरू किया है। अभी इससे पहले हमारा में क्या है, इसको हम बाहर नृत्य करना नहीं होता है, इसके अंदर करना पड़ेगा या तो घर के जो प्रांगण में, घर के सामने आंगनबाड़ी है, आंगन में इसलिए हम था इसीलिए हमारा लोग बताने वाला, इसी को बताने के लिए हमें ये नृत्य बोलते हैं। हम नृत्य तो इसको हमें अभी खुले स्थल में स्टेज में प्रदर्शन के लिए हम तैयार कर रहे हैं। आपने लोग बताने के लिए हम कर रहे हैं। यहाँ मेरे घर में एक हम प्रोग्राम था, इसलिए मेरे घर क्या नहीं प्रदर्शन हम कर रहे हैं। लास्ट भाई अभी तो रेस्ट कर रहा है, ब्रेक क्या क्योंकि लंबा हो रहा है। हमने अभी लेकिन हम अभी आए हैं तो हमने कन्फर्म करना पड़ता है। अभी हम आगे बढ़े मिल के एक जैसा करना पड़ता है। समय है अभी हमने
प्रशिक्षक पालिका के हमारा ओके भाई, सभी को सेवा नमस्कार। बहुत गर्मी है, बहुत गर्मी है, इसलिए अभी ब्रेक कर रहा है दोस्तों। अहिले चाहिँ आराम गर्दैछन् हम। अब पाल टांगा ऊपर धूप लग रहा है, तो इसलिए ये आम का पेड़ तो है लेकिन छोटा है, इसी के थोड़ा सा खाया सा पड़ा है। तो अभी थोड़ा देर के बाद हमारा आया बुट्टा कुमार ल है सबै सम्पूर्णलाई सेवा है नमस्कार। अहिले चाहिँ विशाखै हजुर, विशाखको लक्ष्मण राय हजुर, लक्ष्मण सेवारो सेवारो नमस्ते नमस्ते, नट सेवारो सेवा हौवा जिवा सेवारो नमस्ते नमस्कार। दर्शन कृष्ण गुरुङ हजुर, दाई सेवारो हजुर, धन्यवाद। लवी राय हजुर सेवा। गेविन राय, बुट्टा सिंह, नवराज राय, कुमार राय, रेणुका राय, हाँ मेरा मैम, अभिषेक भतीज, बिग मिस्टेक भतीज। It is golden star. No time, no time, no time. सबैलाई नमस्कार है सेवा। अहिले चाहिँ ब्रेक गर्छु म पनि भाइ। म चाहिँ अब भिडियो गर्दै बसेर उहाँहरूको गल्ती के छ कस्तो छ उहाँहरूले बेलुका हेर्नुहुन्छ आफ्नो भिडियो, त्यहाँदेखि त्यही अनुसार उहाँले फेरि गल्तीलाई महसुस गरेर फेरि गल्तीको सही सिक्ने प्रयास गर्नुहुन्छ। त्यसमा चाहिँ लाइफ A to Z गर्ने कोसिस गर्छु, न कि हामी यहाँ कोचिङ गर्छौँ गफ गर्छौँ, त्यसको चाहिँ म गर्दिनँ। जस्तो बिहान हामी जो मानीमा या त ग्रो, हामी बाइक भाषामा चाहिँ झ्याम्टालाई ग्रो या मानीमा भन्छौँ, उसलाई चाहिँ त्यो बजाउनुलाई चाहिँ केटा मान्छे नभए पनि केटी मान्छेले बजाएर भए पनि हामी सिली प्रदर्शन गर्नुपर्छ, नाच्नुपर्छ भन्ने सोचले हामी अल्टरनेटिभ उहाँहरूलाई पनि सिकायौँ, सिक्नु भयो। त्यो हामीले भिडियोमा लायौँ पनि। ल सेवा सबैले सेवा ब्रेस्ट गर्नुहुन्छ, सबै आराम गर्नुभएको छ, ब्रेस्टमा छ। छाया छ, गर्मी छ है हजुर। त्यस्तो गर्मीमा पनि हामी पछि हटेको छैन।